गुड मर्निङ। आज चाहिँ म उठिसकेको छु तर मेरो बहिनी चाहिँ उठेको छैन। मेरो बहिनी चाहिँ हेर्लाम पसार सुतिरहेको छ। जल्दी उठो। क्या बकवास लड्की। यो चाहिँ यहाँ बनाउँदै रहेछ अनि पुरा मैला रहेछ बिचारा। सिस्मा गुड मर्निङ मदर। गुड मर्निङ भन्नु। गुड मर्निङ एभ्रीवान। बाब्लुले के खाने? मेरै भिडियो हेर्दैछ ब्रोले चाहिँ। गुड मर्निङ। गुड मर्निङ। चिया खान्छस्? दुधको दामी चिया। यही चियाको लोभ लाग्छ क्या यहाँ अस्ति तपाईँलाई उयो लोभ लाग्दै थियो त अन्त के सिम्बलको झाड त्यो छोड्यो अब योपट्टि लाग्यो। यो कमल त त्यस्तो गनगने हौ। त्यसरी बिहा गऱ्यो भने त बुहारीलाई त गनगन गरेर मार्ने छ यो कमलले चाहिँ थ्यात्तरीका। अरे बाप रे। यहाँ जानु चिया खानु। यहाँ जानु चिया खानु। हाम्रो घरमा चाहिँ अभिनु बुवा आएको छ। अभिनु चाहिँ अहिले एकदम रसमा छ। सानो नानीलाई हेर्नु यो बुबुले झुकाएको। पहिला यत्रो चिया हो। मलाई मात्रै हेर्नु नि यो के हो यस्तो कुचु कुचु गर्ला छ हो त। यहाँ बुबु छ एकदम। बुबु चाहिँ आउनु मान्दैन। एकदम बुबु चाहिँ भिडियोमा आउनु मान्दैन हो। बुबु गाउँ बस्तीमा चाहिँ यस्तै हुन्छ। म चाहिँ दोकान जाँदै गरेको। हाम्रो दोकान चाहिँ निकै टाढो छ यहाँदेखि। आई हेभ टु वक मोर देन 15 to 20 minutes चाहिँ हिँड्नुपर्छ। म चाहिँ आलु लिनु गएको। बब्लु चाहिँ यहाँ बसिरहेको रहेछ पानी ट्याङ्कीमाथि। जाउँ आइस। हाम्रो जग्गादेखि अलिकति आएपछि यस्तो छ। पौला फेरेपछि चाहिँ अहिले चाहिँ पौला फेरेपछि चाहिँ यस्तो हुन्छ। दामी हुन्छ। सबैजना कस्तो हुनुहुन्छ? बहिनीकोमा आलु किन्नु आएको थिएँ तर आलु छैन रहेछ। त्यही कारणले गर्दा चाहिँ मैले यो लगेर गएको। बहिनीलाई नदेखाउनु। यस्तै हुन्छ नदेखाउनु र उसलाई देखाउनु अरे। ऊ यो अन्त किन नपढेको हिजो चाहिँ अन्त बेलुका दिउँसो चाहिँ गुड यसरी पढ्नुपर्छ है। यसरी दोकानमा बसी बसी नानीहरू पढ्दैछ। आजकलको बस्तीमा बसी बसी चाहिँ नानीहरू यस्तो हुन्छ हार्डवर्किङ प्लस ज्ञानी हुन्छ। अब चाहिँ गएको। हाम्रो पहिलाको चाहिँ के भन्छ उयो नै हो होइन बुबु चाहिँ हाम्रो पहिलाको टाइपको उयो नै हो। सुनिल सेठी के भयो सञ्जय दत्त ओ पढ्न लाग्दो हुन्छ नि डन डन। म चाहिँ दोकानबाट आलु पनि पाइनँ। खासमा चाहिँ म सिगरेट किन्न आएको थिएँ यहाँनिर। सिगरेट चाहिँ जस्ट फर कन्टेन्टको लागि चाहिँ आइरहेको थिएँ एउटा मात्र। त्यही कारणले आएको। ब्रस लगेको लगेर मैले झालमुरी खानुपर्छ। पहिला चाहिँ मलाई चाहिँ भ्लग गर्नु चाहिँ मनै पर्थेन नि त किनकि मलाई मेरो भोइस पुरा नाखे टाइपको लाग्थ्यो। मनै पर्थेन। अनि सम पिपलले चाहिँ कमेन्ट गर्नुभएको थियो नि त तपाईँको भोइस राम्रो छ भनेर। अनि आई गट इन्सपायर्ड फ्रम देम। अनि उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद मलाई राम्रो भनिदिनु भएकोमा। मतलब अब इन्सपिरेसन मिल्दो रहेछ हौ कतिवटा कुराले। बुबुले चाहिँ गाडी चिड्के धोएछ। गाडी कसरी सफा राख्नु भने चाहिँ बुबुकोबाट सिक्नुपर्छ है। कमल बुको पनि धोइदिएछ अझै। कमल बुले गाडी चिन्छ कि चिन्दैन? यो गाडी कसको हो हुन्छ कमल बु? हाम्रो जग्गा पनि नट ब्याड हो है। यहाँबाट 360 को भ्युज दामी देख्छ है। हाम्रो जग्गाबाट चाहिँ यस्तो खालके जग्गा देख्छ है। 360 को भ्यू चाहिँ यस्तो छ है। उतापट्टि चाहिँ भिड छ कि देखाउँदैन। यो चाहिँ हाम्रो घर हो तल काकाहरूको घर। मोस्ट 30 मिनट्स लाग्यो दोकान गएर आइपुग्नु। 8:03 मा गएको 8:33 हुन आँट्यो। अनि दोकानमा बस्दै यताउता गर्दा
आधी घन्टामा चाहिँ म आइपुगेँ यसो मर्निङ वक पनि भयो मलाई चाहिँ एकदम मजा आयो फाइनली भन्नुपर्दा हाम्रो उमन पो आएको रहेछ त यो चाहिँ के भन्छ यसलाई चाहिँ मनसुन सिजनमा चाहिँ यो लाउनुपर्छ हाम्रो अस्ति एकजना सोध्नुहुँदै थियो अनलाइन मगायो कि एमाजोनबाट फ्लिपकार्टबाट आइदर तर पनि लाइक दिएँ मैले ठिकै छ अलिकति स्क्र्याच भएछ तर केही छैन रिटर्न गर्दा मेरै गाडी जाने रहेछ हो नोक्सान हुने रहेछ उहाँ हो नि त फ्लिपकार्ट चाहिँ फ्लिपकार्ट डेलिभरी चाहिँ उहाँ गर्नुहुन्छ मलाई हेर नि किताब दिएर पढ्नु भन्नु मामा जो आउँछ किताब थमाइदिइहाल्छ है खतरा छ नि मलाई मन परेन नि हाँस्दैछ किन एउटा मन परेन है कहाँ मन पराउँछु अन्त एउटा मन परेन कत्रो कत्रो रहेछ विशाल मार्केटमा यसकोमा त 4टा 5वटा किन बहिनी चाहिँ झार्दिनु यो बुल यस्तो मुख पड्काउँछ कि यो घुसी चाहिँ नि यो बुको नाकमै बसाइदिनु जस्तो रिस उठ्यो यहाँ हेर्नु नि यो पहिला मैले